दर्शकवृन्द नमस्कार, म प्रकाश लामा। हजुरहरू हेर्दै हुनुहुन्छ टप टिप नेपाल। यतिखेर अवस्थामा म यता हाम्रो ठमेल यता केमा आछ भने हाम्रो ठमेल गोल्कुपाको ओह्रालोमा छौँ। आज एकजना नयाँ नौलो भाइ भेटघाट भयो। त्यस कारणले गर्दाखेरि आज मलाई धेरै खुल्दुली लागेको कुरा के छ भने उहाँले चाहिँ मेरो घर क्यामसाङ हो भन्नुहुन्छ होइन। अनि कहिले फेरि उता युर्गुमा भन्नुहुन्छ। त्यस कारणले गर्दाखेरि म कन्फ्युज भइरहेको छु कि। अनि यहाँ फेरि माइला भाइ पनि हुनुहुन्छ। माइला भाइले भन्नुहुन्छ कहिले उसले पनि फेरि क्यामसँग भन्नुहुन्छ, कहिले फेरि युर्गुको हो हाम्रो मदन बाबुको के अरे आँसुको छोरा भनेर भन्नुहुन्छ। उहाँको मदन बाबुको आँसुको छोरा छोरा भन्नुभयो। त्यस कारणले गर्दा मैले चाहिँ कन्फ्युज भयो। त्यस कारणले गर्दा एकदम रमाइलो भाइ पनि हुनुहुँदो रहेछ। मभन्दा भाइ नै रहेछ उहाँ। सुरुमा चाहिँ कमिटी पनि गर्नुभयो। मभन्दा दाई हो भनेर भन्नुभयो। 35 वर्ष 34 वर्ष भन्नुभयो। तर भन्दाखेरि अहिले 22-23 वर्षको रहेछ यसो हेर्दाखेरि उहाँ चाहिँ। अनि उहाँको विशेष भनेको अहिले धमाधम पहिला पनि विदेश गएर आउनु भएको रहेछ। अहिले चाहिँ ल्याङ्ग्वेज हाम्रो यो के भन्छ कोरियन ल्याङ्ग्वेज पढ्दै हुनुहुन्छ उहाँ चाहिँ। अनि त्यही भएर एकदम रमाइलो भाइसँग भेटघाट पनि भयो र म चाहिँ सरमजीवी टुरेको पनि हो। त्यस कारणले गर्दा आज एउटा भिडियो बनाउने अवसर पनि मिल्यो र उहाँसँग भेटघाट गर्न पाउँदाखेरि आज साह्रै खुसी पनि लागेको छ। हाँसिलो एकदम मुस्कान एकदम ह्यान्डसम भाइ होइन। अब भाइ भनौँ न होइन, अब भाइ नै हो। मभन्दा उहाँ अघि त अब मभन्दा दाइ जस्तो लागेको थियो मलाई। उहाँले 35-34 वर्ष भयो भन्नुभएको थियो र अब उहाँले चाहिँ कहिले क्यामसाङको भन्नुहुन्छ, कहिले अब युर्गोको भन्नुहुन्छ। क्यामसाङको फलानाको छोरा भने त्यो नाम चाहिँ नलियो अहिले। ल तपाईँको घर कहाँ होला भन्नुहोस् त भाइ, न ठाडी गर्न भन्नुहोस् न। उता बाहिर देखाउनु पाइनु क्यामसङ रेन भाइ। क्यामसाङ 100% हो। कोही नभएर के अरे मलाई नदिने है, कहिले जान्छु नि म है। सानोमा चाहिँ जान्थ्यो अनि तपाईँ पहिल्यैदेखि काठमाडौँ हुर्किनु भयो र? होइन, सानो चाहिँ पछि आएको। क्यामसाङ हो भने त मैले त तपाईँलाई चिन्नुपर्ने। अब म जानु तपाईँले कहाँबाट चिन्नु मलाई? अनि स्कुलमा पढेकोहरू सबै थाहा हुनु भने क्यामसाङको म सबै चिन्छु। होइन, क्यामसङ हो कि नि त्यहाँ? ल ठिकै छ, क्यामसाङकै भन्नुभयो। अब त्यही त म कन्फ्युज हो, कहिले क्यामसाङको भन्नुहुन्छ, कहिले युर्गोको भन्नुहुन्छ। जस अलिकति हाउडे रमाइलो भइरहेछ। त्यही भएर फटा त छैन। मान्छे हेर्दाखेरि एकदम इमान्दार सोझो देख्छ। तै पनि हाउडे बोल्ने हाँसिक मजा गर्नुहुन्छ। त्यस कारणले गर्दाखेरि साह्रै खुसी लाग्यो मलाई। एकदमै खुसी लागेर एकदम हाँस खेल पनि भयो हाम्रो होइन। अनि यो भिडियो चाहिँ किन बनाउँदै गरेको भन्दाखेरि चाहिँ हाम्रो गाउँको क्यामसाङको हो कि होइन रहेछ भनेर चाहिँ मैले बनाएको छ। त्यस कारणले गर्दा तपाईँहरू सबैले कमेन्टमा भन्नु होला उहाँ भाइ कहाँको कुन ठाउँको हुनुहुन्छ। क्यामसाङै हो त भनेपछि हजुरले बिहे गर्नु भएको छैन है? ल ठिक छ। उमेर चाहिँ 22। म मिलाउँछु, किन नमिलाउनु। कसम लु तपाईँ बिहे गर्छु भन्नुहोस्। ल भरभर त एउटा इमान्दारी केटा चाहियो भनेछ। ल म भन्छु इमान्दारी भरभर त छ, अलिकति हाउडे चाहिँ छ है भनेर भन्छ। हाउडे त भन्नु पऱ्यो। हाउडे त हाउडे नै हो। कहिले क्यामसाङ गर, कहिले कता भन्नुहुन्छ। भिडियो धेरै लामो भएन र? भिडियो लामो भएन के फरक पर्दैन।